सो हेलो एभ्रिवान, तपाईहरु सम्पूर्णलाई वेलकम छ फेरि पनि मेरो नेक्स्ट भिडियोमा। अहिले चाहिँ म किन भिडियो बनाउँदैछु भन्दा पहिला म तपाईहरुलाई देखाइहाल्छु ल। हेर्नु ल यता टेन्टेन, हेर्नुस् यस्तो दामी वेदर भइरहेछ। अन्त छिटो छिटो कुदेर गएर चाहिँ फोन लिएर आएको। सो साथसाथमै मैले के पाएँ, सो तपाईहरुलाई चाहिँ म के देखाउन आँटेको थिएँ भन्दा चाहिँ हेर्नुस् न, वाउ अलिकति छोप्पी गएछ नि। हेर्नुस् साथीहरु, हिमाल माउन्टेन यस्तो दामी देखिरहेको थियो, रड्डी भयो नि। सो यही देखाउनुको लागि चाहिँ म हतार पतार कुदेर आएको। यस्तो दामी वेदर भएर थियो। वाउ यस्तो दामी माउन्टेन देखिरहेको थियो यहाँबाट चाहिँ। अघि चाहिँ म चाहिँ खासमा चाहिँ उयो लुगा सुकाउन आएको होइन, अन्त छक्कै पऱ्यो यहाँबाट। ऊ पारी पारी चाहिँ उयो देख्छ, सिक्किम साइडै सबै यो चाहिँ। सो मैले चाहिँ यहाँनिर के पाइहालेँ, अम्बक पाइहालेँ। अम्बक पाएँ, अम्बक यस्तो दामी देख्यो। लुक्यो अहिले त माउन्टेन पनि, बादलहरू मजा मजाको। राम्रो क्यामेरा भए त राम्रो देखाउँथ्यो होला नि है। सो अहिले चाहिँ सास परिसक्यो। आज अघि नै क्लास गएर आएर पनि, अन्त बहिनी पनि काममा गएको छ, अनि म चाहिँ यहाँनिर बसिरहेको छु। लुगासुगा धोएर चाहिँ अब गएर चाहिँ काम गर्नुपर्ने हुन्छ। अनि तपाईँहरू कस्तो के हुनुहुन्छ, हालखबर ठिकै होला। अनि अस्ति तपाईँहरूले हेरिदिनु भयो होइन मेरो माथिनिर मेला ग्राउन्डमा खिचेको मतलब भिडियोसहरू, कस्तो लाग्यो, राम्रै लाग्यो होला हो। अनि हाम्रो त कस्तो एक्सपिरियन्स भयो भन्नु पर्दाखेरि चाहिँ अब त्यस्तो मजा त आएन हो। यदि त्यहाँनिर एन्ट्री फी चाहिँ अलिक छिटो गएर तिर्नु पऱ्यो भए चाहिँ मजा आउँथेन, किनकि त्यहाँ कति खाँद भएर हेरेको हो। छिटो छिटो आएर खानासाना पकाएर खाएर सुतिहाल्यो हामीले हो। त्यो दिन त त्यस्तो मजा त आएन। वाउ कस्तो दामी देख्यो आकाशहरू पनि, आकाशको बादलहरू मेरो नि। वाउ अब दसैँको छेकछाक आयो कि, त्यही भएर चाहिँ एकदम ओके। बाई बाई, अब नेक्स्ट भिडियोमा भेटौँ।